बाथरुमको हालत हेर्नुहोस् है साथीहरू। घुम्न जान अगाडिको पारा त सबैलाई थाहा छँदैछ। धेरै अगाडिदेखि यो बुट लगाउँछु भनेर चाहिँ मैले मान्छे गरिसकेको थिएँ कि अनि त्यसपछि लास्ट मोमेन्ट आएर थाहा पाएँ कि मलाई त्यो चेनै नलागिदो रहेछ क्या। सायद त्यो मैले त्यो लेगिज लगाएको भएर मलाई चेन नलागेको होला भनेर मैले चेन पनि खोलेर पनि ट्राई गरेँ, त्यही पनि भएन कि। भगवानले मलाई के साह्रो ठगेको कि यो कुरामा चाहिँ। भिडुलाई त भगवान त्यो सानो सानो दुब्लो मान्छेको तिग्रा जत्रो बनाइदिएको छ भगवानले। अब नठग्नु, भगवानले ठगिहाले। अब म प्यान्ट लगाउनु पर्यो भनेर सोचेको, यो प्यान्ट पनि मैले नबनाइकन राखेको थिएँ कि। अब यसलाई निन्जा टेक्निक लगाउनु पर्यो। मेरो साथीलाई झिकेर त्यसपछि काम दिएँ साथीलाई, बल्ल बल्ल मिलाएर मैले बनाएँ। त्यो चाहिँ सबै मेरो अघिल्लो दिनको प्रिपरेसनहरू हो क्या। अब भोलिपल्टको त आउन बाँकी नै छ कि साथीहरू। फर्स्टमा मैले मोइस्चराइजर लगाएँ। अफकोर्स म फाउन्डेसनहरू यताउति लगाउँदिनँ किनकि मलाई राम्रो पनि लाग्दैन, म खासै लगाउँदा पनि लगाउँदिनँ। अनि लास्टै ढिला भइसकेको थियो कि, लगाउनु त कहिले कहिले लगाउँछु तर लास्टै ढिला भइसकेको थियो, त्यही भएर मैले स्किप गरेँ। अनि मैले मेरो फेभरेट त्यो सनस्क्रिन त्यो लगाएपछि त टिल्कै हो क्या फेरि साथी, त त्यो मात्रै लगाएँ मैले। अलिकति लाली पनि दल्नु पर्यो, लाली साली लगाएँ मैले। यो भगवान पनि अजिबको छ क्या, चाहिने ठाउँमा चाहिँ दिनु छैन त्यो भुत्ला, नचाहिने ठाउँमा चाहिँ झस्स दिएर अचम्मै गरेको छ। हेर न, त्यहाँ आँखी भुइँ फेरि छँदै छैन क्या मेरो। अनि हल्का कोर्नु पर्यो भनेर आँखी भुइँ पनि कोरेँ मैले। अघिल्लो दिन सुत्दैखेरमा क्या मैले त्यो फेस प्याक लगाएर सुतेको थिएँ, अनि सबै त्यो कपालमा टालेछ कि, त्यो लिखा जस्तो भएछ क्या। अब यतिकै गयो भने त बर्बाद भइहाल्छ। ए जापान जस्तो ठाउँमा बसेर लिखा बोकेर बस्दो रहेछ यो केटी भनेर भन्नेहरू पनि छन् कि। त्यही भएर त्यसलाई मैले यस्तो कपालमा पानी लगाएर त्यसलाई चाहिँ पुसेँ मैले। भनिहालेँ नि, भगवान त फेरि भगवानै हो क्या। त्यो काखीमा भुत्ला दिनुको सट्टामा बरु यो माथि आइब्रोमा अनि त्यसपछि यो ल्यासेस यहाँनिर चाहिँ अलि लामो लामो पार्दैको भए के जान्थ्यो कि भगवानको। मलाई हेर त कति गाह्रो छ। त्यसलाई च्यापेर बल्ल तल यो मस्करा लगाउँदा पनि देखिँदा त देखिँदैन। अनि त्यही भएर स्न्यापच्याट युज गर्ने कारण यही हो कि साथीहरू। लगाउन त नक्कली परेला हाल्न पनि मिल्थ्यो, तर आउने भए त हाल्थेँ नि। नआएपछि त स्किप गर्नै परिहाल्यो। आउँदैन के खोजेको होला है मैले यस्तो गरेर चाहिँ। कन्सिलर खोजेको रहेछ क्या। यहाँ आँखा मुनि फेरि डार्क सर्कल बसेर काम धाम छैन, सुत्नु गर्नु छैन, त्यही आँखा कालो कालो बनायो। टिकटक हेर्दैमा अरूको गन्थन सुन्दैमा आँखा मात्रै कालो बनायो बस्यो क्या। अनि यसरी ट्याप गर्दा चाहिँ के मुख त्यो भित्र छिराउनै पर्ने हो त नि भनेको म त जहिले पनि सोध्छु क्या। फेरि म चाहिँ मेरो टुटे फुटेको चामलहरू निकालेर यसो टल्किदिउँ न त, आज घाम लागेको चाहिँ घाम लाग्दाखेरि टिलिक्क त पर्नै पर्यो साथीहरू। अब बिहे हुने कुरा चाहिँ उस्तै हो, बिहे नभए पनि औँठी चाहिँ लगाउनै पर्यो है। म त भिडियो बनाइसकेपछि फेरि एकचोटि हेर्छु क्या है, आफ्नो भिडियो दिएर आफै छक्क पर्छु भनेको। के साह्रो मोटाको हो, प्याक निक्लेर म त दङ्ग परेको छु साथीहरू। मङ्गलसूत्र पनि लगाइदिउँ है त साथीहरू, यसो यताउति थन्को मन्को गरेर। अनि इयरिङ लगाउनु पर्यो भनेको आजको लागि चाहिँ यताउति मैले केही पनि लगाइनँ, त्यही पहिलाको आफूले जे लगाएको त्यही क्या, त डल्लो परेको एउटा सानो टप जस्तो टाइपको थियो, मैले चाहिँ त्यही लगाएँ। यो मुखलाई लितपोत गरेर भ्याइसकेपछि चाहिँ अब चाहिँ कपाल बनाउनु पर्यो भनेर सोचेको थिएँ। आधी कपाल चाहिँ मैले अघि नै बनाइसकेको थिएँ। अनि त्यसपछि अर्को कुरा चाहिँ यो हिटलेसवाला कर्ली बनाउँछु भनेर मैले सोच्नु भनेको चाहिँ खै के हो क्या, कहिले पनि सफल हुँदैन क्या। यसले चाहिँ डढ्न नै खोजेको हो क्या, यसले राम्रो बाटो खोज्दैन, यसले डढ्नै खोजेको। अनि यो वाला के कर्ली बनाउने मेसिन चाहिँ सिमर लिएको हो मैले, एकदमै राम्रो छ। अनि त्यसपछि सजिलो पनि क्या, एकैछिनमा हुन्छ, धेरै टाइम पनि लाग्दैन। त्यही माथि मेरो कपाल एकदम बाक्लो छ नि त, त्यही पनि म एकैछिनमा गर्छु क्या। म त्यही पनि तल मात्रै गर्छु, म माथितिर माथिदेखि नै चाहिँ म खासै गर्दिनँ, तल मात्रै गर्छु। सजिलो पनि हुन्छ, छिटो पनि हुन्छ भन्न लागेको, ठ्याक्क फोन आएर पज भइदिरहेको क्या। उठ्नलाई नै ढिला भइसकेको थियो त्यही माथि। अनि अब कपाल सपाल बनाउनु पर्यो, मेकअप गर्नु पर्यो, झन् ढिला हुन्छ नि त। त्यही पनि मैले यो कपाल चाहिँ मैले कति मिनट भने 10 मिनटमा कि कतिमै बनाएर भ्याएको क्या। म चाहिँ यता आफ्नो धन्दा गर्दै फोनमा पनि बोलिरहेको छु, त्यही भएर घरिघरि मसक मस्किरहेको छु क्या। 8 बजेर 20 मिनटमा चाहिँ म रुमबाट निस्किन्छु भनेर सोचेको थिएँ, तर सोचेको जस्तो त कहाँ हुन्छ र। नेपाली हो, ढिला त भइहाल्छ नि। पिपल पाते ओठलाई पनि सजाउनै पर्यो। स्कुल जानलाई यत्रो बित्ति चाहिँ किन सजिनु पर्यो हो तिमीलाई चाहिँ भनेर त किचकिच गरिरहेको थिएँ क्या एउटा मान्छेले चाहिँ। अनि खासमा आज स्कुल मात्रै जानु लागेको होइन, आज स्कुलदेखि घुमाउन लान लागेको साइन्स एक्जिबिसन रे क्या, सागामा छ अरे, अनि त्यहाँ लान लागेको। आज हामी त्यता जान लागेको। फाइनली रेडी भएँ म चाहिँ। यो चाहिँ वेदर अफ द डे। ल अन्तिममा यत्तिको देख्यो। मैले चाहिँ मफलर चाहिँ निकालेँ क्या, मलाई कस्तो कम्फर्टेबल लागेन। आफूभन्दा लामो कोट लगाएर हिँडेको है। फाइनली 1.5 घन्टा कि लगभग 1 घन्टा 45 मिनट जस्तै भयो होला क्या, त्यति बसमा हिँडाएर हामी चाहिँ पुग्यौँ। मैले त अघि के पो भने साइन्स एक्जिबिसन कि के पो भने, के हो के भन्छ यस्तोलाई, स्पेस जस्तो टाइपको थियो क्या त। स्पेसभित्र के हुन्छ कस्तो हुन्छ जस्तो टाइपको थियो। अनि त्यहाँनिर अरू पनि थियो, मलाई भन्नै आएन के भन्छ यसलाई, साइन्स एक्जिबिसन नै भन्छ कि के भन्छ। यता रकेट पनि थियो क्या। अनि यस्तो थियो, राम्रो थियो। जे होस् घुम्न चाहिँ गएको रे, तर घुम्नु गएको ठाउँको नामै थाहा छैन क्या, अचम्म होइन त। अनि यहाँनिर यताउति घुमेर अलिकति 1 घन्टा जति पनि घुम्न पाएको छैन। ल तिमीहरूको टाइम सक्यो, ल हिँड भेडाहरू भनेर लखाटिहाले सेन्चीहरूले। फेरि ताइन त्यही हात लगे 2 भने जस्तो घुम्ने चाहिँ 1 घन्टा नि राम्रोसँग घुमेन, बेकार बिरामी नै भयो क्या। टाउको दुखेर भन्नुहुन्छ भने यस्तो गाह्रो भएको थियो कि। अनि भोकले रन थनेर फेरि घर आइपुग्ने बेलासम्म त 2 जस्तो कति बजिसकेको थियो। अनि साथीहरू मिलेर ल है आज चाहिँ पानीपुरी खाइदिउँ भनेर अनि पानीपुरी खाएर होइन कि पानीपुरी बनाएर पानीपुरी दन्कायौँ हामीले त। ज्याम
त्यो स्कुल बेलामा क्या स्कुल पढ्ने खेरमा के त नि ल है यो दिनमा चाहिँ पिकनिक लाने रे भनेपछि त्यो दिन कहिले आउला जस्तो हुने नि। अब स्कुलमा त अब आउट ड्रेसमा जान नदिने, स्कुल ड्रेसमै जानुपर्ने, त्यही पनि पुरा मफलरहरू पनि कुन लगाउने के लगाउने भनेर कपाल कस्तो बनाउने भनेर पुरा चुरीफुरी हुन्थ्यो क्या त्यतिखेर होइन। अनि त्यसपछि जुन दिन त्यो आउँछ नि त्यो दिन आइसकेपछि ओहो त्यो दिन त राति त निन्दै नलाग्ने कि ला मलाई भोलि छोडेर पो जाने हो कि भन्ने टाइपको हुने क्या। अनि कसले के ल्याउने खानेकुरा भनेर हामी चाहिँ पुरा सल्लाह गरेर अनि यसले एउटा ल्याउँथ्यो अर्कोले एउटा ल्याउँथ्यो त्यस्तो गरेर खान्थ्यौँ क्या हामीले। अर्को कुरा त भन्नै बिर्सेको क्या, अनि त्यो छ्याङ पनि लिएर जान्थ्यो हामीले। त्यो छ्याङ पनि कसले लानुहुन्थ्यो त्यसरी जडिया गफ गरेर गर्दा यिनीहरू जाने बेला पनि भएछ। यो चाहिँ त्यो आई मुभीको हिरो भएको अरे क्या त्यहाँनिर ऊ। यति 3-4वटा पुरी पनि के राख्नु भनेर यो पनि फुलाइदिएँ। साथीहरू गइसकेपछि चाहिँ म 3 घन्टा जति सुतेको लगभग टाउको दुखेर यस्तो भएको थियो कि। अनि यो टाउकोमा यस्तो गरेर कपडा बाँध्दा चाहिँ मलाई आमाको कस्तो याद आउँछ क्या। अनि यो चाहिँ हाम्रो सर हो गाइज। अनि पानीपुरी बोकेर म चाहिँ साथीकोतिर लागेँ। ल है बाई बाई।